आज हामी गोरखापत्रको लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर श्रृङ्खला अन्तर्गत 2082 पुस 9 गतेको गोरखापत्र अध्ययन गर्न गएका छौँ। भिडियो हेर्नु अघि सबैजनाले कपी र पेन लिएर तयारी अवस्थामा बस्नुहोला, किनकि लोकसेवाले प्रश्न निर्माण गर्दा गोरखापत्रलाई रिफरेन्सको रूपमा प्रयोग गर्ने गर्छ। सुरु गर्नु अघि सबैजनाले भिडियोलाई एक लाइक पनि गर्नुहोला। आज अब नम्बर 1 मा दिएको छ सन् 2025 डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी भन्छ। अब तपाईले थाहा पाउनु पर्ने यो आजको इम्पोर्टेन्ट क्वेसन यो पनि रहेको छ। फिफा वर्ष खेलाडी र ब्यालन डियर फरक कुरा हो। फिफा वर्ष खेलाडी पनि ब्यालन डियर जित्ने व्यक्तिले नै जितेका छन्। त्यसो त तपाईलाई यो सजिलो भएको छ। जस्तै पुरुषतर्फ कसले जितेका छन् भने ओस्मान डेम्बेले भनेका छन्। अब यो ओस्मान डेम्बेले चाहिँ फ्रान्सको नेसनल टिममा खेल्छन् भने अर्को चाहिँ पीएसजी भन्ने फुटबल क्लबमा खेल्छन्। तपाईले ब्यालन डियर पढ्नु भएको छ भने फिफा वर्ष खेलाडी पनि सेम व्यक्ति बनेका छन्। अब महिलातर्फ सधैँ पनि तपाईले थाहा पाउनु होला, तपाईँ फेमस नाम रहेको छ आइताना बोनोमती, जो स्पेन नेसनल टिममा खेल्छिन् भने बार्सिलोना फुटबल क्लबमा खेल्छिन्। यो तपाईहरुले नोट बनाएर राख्नु होला। यसैगरी स्पेनकी आइताना बोनोमतीले ऐतिहासिक लगातार कति पटक तेस्रो पटक द बेस्ट फिफा खेलाडी चाहिँ अवार्ड जितेकी भनेको छ, द बेस्ट फिफा अवार्ड 2025। अनि यसमा चाहिँ तपाईले थाहा पाउनु पर्ने उत्कृष्ट प्रशिक्षक सोधिरहेको हुन्छ कहिले। यो पुरुषतर्फ चाहिँ लुइस एनिक भन्ने भएका छन्, जो चाहिँ पीएसजी का हेर्नुस् त पीएसजी लाई च्याम्पियन्स लिग जिताए अनि लिग 1 पनि जिताए, भनेपछि त्यहाँको आफ्नो होम लिग पनि जिताए, जसलाई लिग 1 भन्छ, र च्याम्पियन्स लिग पनि जिताएका थिए। त्यसैले उनले चाहिँ के जिते? उत्कृष्ट प्रशिक्षक जिते। अनि उत्कृष्ट प्रशिक्षक तर कोतर्फ? महिलातर्फ भनेपछि को जित्यो? सरिना बिगम्यान। अब तपाईलाई सम्झिन सजिलो छ, हेर्नुस् त बिगम्यान सम्झिनु भयो भने सजिलो भइहाल्यो। महिलातर्फको बिगम्यानले चाहिँ के जितेकी छिन्? उत्कृष्ट प्रशिक्षक महिलाको जितेकी छिन्, जो चाहिँ कहाँकी हुन्? इङ्ल्यान्डकी हुन्। तपाईलाई थाहा छ। अब यसैगरी उत्कृष्ट गोलरक्षक भनेको गोलकिपर कोले जितेका छन् भनेको चाहिँ जियान लुइजी डोनारुमाले जितेका छन्। त्यसैगरी महिलातर्फको गोलरक्षक अथवा गोलकिपर कोले जितेको छ भनेको हान्ना ह्याम्पटनले जितेकी छिन्। त्यसैगरी फिफा पुस्कास अवार्ड चाहिँ सान्टियागो मोन्टिएलियो पुस्कास अवार्ड जितेको छन् भने फिफा माटा अवार्ड चाहिँ लिजबेथ ओभाले जितेको छन्। तपाईले कहिलेकाहीँ फर्मुला बनाएर पढ्न सक्नुहुन्छ। जस्तै माटा अवार्ड भनेको माली भनेर सम्झिनु। माटाको मालाई अगाडि लिने अनि लीको लीलाई अगाडि, सजिलो हुन्छ। माली भन्ने थाहा पाउनुभयो भने अब तपाईलाई अरु सोध्दैन, अप्सन हेरेरै तपाईले मिलाउन सक्नुहुन्छ है फर्स्ट पेपरको। त्यसै फिफा फ्यान अवार्ड चाहिँ फ्यान अफ जोखो एसीले जितेका छन् भने फिफा फेयर प्ले अवार्ड चाहिँ डाक्टर हार्लास न्युकिङ है, एसएसबी जान रेगन्सबर्ग है, जान रेगन्सबर्गले जितेका छन् भने। अब नम्बर 2 मा यसै गरी दिएको छ पछिल्लो समय फेला पारिएको काजिन सारा अर्थात सिङ्गर ताल कुन जिल्लामा अवस्थित छ भनेको छ। यो चाहिँ मनाङ। यो कहिलेकाहीँ यस्तो पत्ता लागेको कुराहरू, यो चाहिँ चामे गाउँपालिका है, चामे गाउँपालिका 4 मा रहेको मनाङ जिल्लामा यो रहेको छ भनेको छ। त्यस्तै काजिन सारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालको रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको भन्छ। यो कुरा तपाईले सोध्दैन है, यस्तो सोध्दैन। तपाईले कहाँ रहेको छ, अब यो कसले चासो बढाएको, यो भएको, मान्छेहरुको भिड लागेको भन्ने कुरा तपाईले पढिराख्न पर्दैन है। अब ताल चाहिँ समुद्र सतहदेखि, यो चाहिँ कहिलेकाहीँ सोध्न सक्छ, कति छ भनिन्छ तपाईहरुको 5200 मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले जनाएको छ। आधिकारिक छैन, प्रारम्भिक चाहिँ हो। अब सो तालको क्षेत्रफल तथा गहिराईको अनि औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको भनेको चाहिँ यस्तो कुरा सोध्दैन है। यो प्रारम्भिक पनि त्यति तपाईले जानिराख्न पर्दैन है। ताललाई सिङ्गर ताल नामले पनि चिनिने भन्छ। हेर्नुस् त सिङ्गर तालले कुनलाई चिनिन्छ भनेर कहिलेकाहीँ यसो पनि सोधिन सक्छ, तपाईले याद राख्नु पर्यो। अब यो विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल चाहिँ कति छ? 4919 भनेर सम्झिनु भएको छ भन्दा कान्जी यो ताल चाहिँ। अब आधिकारिक चाहिँ अहिले चाहिँ हामीले तिलिचो नै भन्छौँ, तर यसको चाहिँ आधिकारिक आउन बाँकी छ है। आधिकारिक आइसकेपछि अहिले पनि फेरि तपाईहरुले आफै चाहिँ सिङ्गर ताललाई विश्वको सबैभन्दा उच्च स्थानमा रहेको ताल भन्न सक्नुहुन्छ, त्यसो चाहिँ नभन्नुस् है त, यो भन्न पाइएन। नम्बर 3 मा विश्व भोकमरी सूचकांक है, ग्लोबल हंगर इन्डेक्स जीएचआई 2025 मा नेपाल कतिौं स्थानमा रहेको छ भनेको छ। यो चाहिँ 72औं स्थानमा रहेको छ, 72औं स्थानमा रहेको छ, यो थाहा पाउनु होला। र नेपाल सन् 2024 मा चाहिँ 123 राष्ट्र मध्ये 68औं स्थानमा। हेर्नुस् त पहिले कहाँ थियो? 24 मा 68औं स्थानमा थियो भने यसपालि चाहिँ 4 स्थान खस्किएर कति आयो? 72औं स्थानमा रहेको भनेको छ है, 72औं स्थानमा। अब तपाईले सम्झिनलाई 72 सालको भूकम्पले गर्दा भोकमरी लाग्यो भनेर यसो तपाईले सम्झिन सक्नुहुन्छ। यस वर्ष नेपालको जीएचआई अंक 14.8
रहेको भनेको छ। यसले मध्यम खालको भोकमरीको स्थितिलाई दर्शाउने प्रतिवेदन उल्लेख छ भने जिएचआई अङ्क कहिलेकाहीँ सोध्छ, यो चाहिँ राख्नु होला, अरू बाँकी तपाईँलाई थाहा पाएन। नेपालले विगत 2 दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकाको पुड्कोपन है स्टन्टिङ भन्छ को समस्या अझै पनि चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ भनेको छ। यो समस्याहरू अझै पनि छ है त। सन् 2000 मा जिएचआई अङ्क कति थियो? 37.1 सहित नेपाल चाहिँ गम्भीर भोकमरी भएको देशको श्रेणीमा पर्थ्यो भनेको 2 दशकमा नेपालले भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरी कति प्राप्त गर्यो? 14.8 को अवस्था प्राप्त गर्यो भन्छ। तपाईँले कहिले खाद्यका कुराहरू रिटर्नमा पनि यो लेख्न सकिन्छ है। यस्तो डाटाहरू राख्न सक्नुभयो भने तपाईँको रिटर्न पनि बेस्ट हुन्छ। अरू अल्प पोषण वा क्यालोरी खपत कम हुने जनसङ्ख्या नेपालमा चाहिँ 5.3% रहेको भनेको छ। यस्तो सोध्दैन तपाईँहरूले है। कहिलेकाहीँ स्वास्थ्य सम्बन्धी तयारी गरेर राख्नु भएको छ भने यो गर्नुहोस्, नत्र भने परेन है। अब 5 वर्ष मुनिका बालबालिकाहरूको पुड्कोपन कति रहेको छ भनेको यो 26% रहेको भनेको छ है। चाइल्ड स्टर्निङ रहेको छ। बाल मृत्युदर सोध्छ है 2.6% र ख्याउटेपना 60% रहेको प्रतिवेदनले औल्याएको भनेको छ। प्रतिवेदन अनुसार हेर्नुहोस् है, श्रीलङ्का बाहेक एउटा देश छ, श्रीलङ्का बाहेक अन्य साउथ एसिया है, यो चाहिँ दक्षिण एसियाली देशहरूको तुलनामा नेपाल भोकमरी न्यूनीकरणमा सबैभन्दा राम्रो सुधार गरेको भन्छ। श्रीलङ्का चाहिँ सबभन्दा बेस्ट छ है सार्कमा। भारत, पाकिस्तान, अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा रहेका छन् भने यो देशभन्दा राम्रो रहेको छ। हेर्नुहोस् त, यिनी देशभन्दा नेपाल राम्रो रहेछ। नम्बर 4 मा फिफा अरब कप 2025 को उपाधि विजेता टिम कुन हो भनेको चाहिँ मोरक्को रहेको छ है। उपविजेता कुन हो? जोर्डनलाई हराएर मोरक्को चाहिँ फिफा अरब कप जितेछ। कहिलेकाहीँ यो सोध्न सक्छ है। सञ्चालन मिति चाहिँ डिसेम्बर 1 देखि 8 सम्म 2025 को भएको थियो। आयोजक कतारमा आयोजना भएको थियो। सहभागी राष्ट्र 16 रहेका थिए र भएको चाहिँ हेर्नुहोस् है, म भनिदिएको छु डिसेम्बर 18 मा भएको फाइनल खेलमा मोरक्कोले चाहिँ कतिले जित्यो? 3-2 ले पराजित गर्दै है। अतिरिक्त समयमा यो गोल भएको थियो र खेलको अन्त्यतिर मोरक्कोका लागि अब्देलराजक अब्दल्ला नायक बने भन्छ। उनले कति मिनेटमा गोल? यो सोध्दैन है। सुरुमा यस्तो समाचार स्टाइलको भयो। कतिले जित्यो? 3-2 ले जित्यो। कहिले भएको थियो? त्यति हो। यति समयमा यस्तो भयो, समाचार टाइपको भयो। यस्तो सोध्दैन है तपाईँले। अब मोरक्कोले सन् 2012 मा पनि यो कप जितेको थियो। कहिले जितेको थियो? 2012 मा जितेको रहेछ। यति पढ्ने, बाँकी नपढ्ने। त्यसै हुँदा म तपाईँहरूलाई गोरखापत्रको भिडियो बनाउँछु है। तपाईँलाई कुन कुरा पढ्ने, कुन कुरा नपढ्ने अलमल पर्नुहुन्छ, त्यसो हुँदा म सधैँ भिडियो बनाइदिने गर्छु। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला है त। अब नम्बर 5 मा दिएको छ, हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रचना धनाढ्यको हुन्। थाहा छ तपाईँले, सोशल मिडियातिर देखिसक्नु भएको छ, एलन मस्क है। उनी टेस्लाका मालिक हुन् है त। टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति आर्जन विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेका भनेको छ। अब उनले कति भएको छ? 600 अर्ब अमेरिकी डलर भन्दा बढी सम्पत्ति भएको भनेको छ। अब कति सम्पत्ति भएको भनेर त प्राय सोधेको छैन, तर पनि तपाईँले टप 5 धनीहरूको नाम लिस्ट चाहिँ थाहा पाइराख्नु होला है। यो एलन मस्क थाहा पनि, बाँकी कति रकम भयो, केले बढ्यो, कतिले बढ्यो, यो बढिरहेको छ। तपाईँको इक्जाम आउँछेल यसमा धेरै प्रेसर नलिनुहोस् है। नम्बर 6 मा चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो भनेको छ। यो चाहिँ बुमी। यो सोध्न सक्छ है, बुमी भन्ने रोबोटको नाम। अथवा बुमी केसँग सम्बन्धित छ भनेर पनि सोधिदिन सक्छ है। ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमनोइड रोबोट चाहिँ सार्वजनिक गरेको भनेको छ। यो चाहिँ बुमी नामक रोबोटको मूल्य केवल 9,998 है युवान भने करिब चाहिँ 400 अमेरिकी डलर तोकिएको भनेको छ। यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता एआई सिकाउन डिजाइन गरिएको भनेको छ। चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठूलो प्रभाव पार्ने भएको छ। किनकि रोबोट अत्याधिक महँगो हुन्थ्यो। तर रोबोटको नाम चाहिँ तपाईँले थाहा पाइराख्नु, मैले भनेको छ के नाम छ? बुमी भन्ने नाम छ। अरू तपाईँले बाँकी पढ्न परेन योबाट है। कसले बनाएको? चीनले बनाएको। अब बुमीको व्यावसायिक कारोबार चाहिँ 2026 को जनवरीबाट भनेको फर्स्ट है, न्यू इयरबाट सुरु हुँदैछ भनेर तपाईँले सजिलै सम्झिन सक्नुहुन्छ। नम्बर 7 मा दिएको छ, कृषि गणना 2078 अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो भनेको छ। यसको सही उत्तर चाहिँ कोशी प्रदेश। यो चाहिँ झापा जिल्लामा रहेको कोशी प्रदेश नै रहेको छ है त। अब यसै गरी
नम्बर तपाईँको 8 मा दिएको छ। के दिएको छ सबै कुरा तपाईँले मैले टिप्नु भनेको कुरा मात्रै टिप्नुस् है। अनावश्यक कुराहरू कहिले नटिप्नु होला। मैले टिप्नु भनेको कुरा मात्रै टिप्नु भयो भनेपछि तपाईँहरूलाई पढ्न पनि सजिलो हुन्छ। नत्र भने गोरखापत्रमा कहिलेकाहीँ धेरै पनि दिएको छ, नपढी नहुने कुरा पनि हुन्छन् है त। नम्बर 8 मा दिएको छ हेर्नुहोस् त, हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो भनेको छ। यो चाहिँ सुपर म्यासिभ ब्ल्याक होल भनेको छ। यो चाहिँ सूर्यभन्दा 3 करोड गुणा ठुलो सुपर म्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको भनेको छ। विस्फोटपछि एक्सरे ज्वाला देखिएको र पदार्थ प्रति सेकेन्ड 60,000 किलोमिटरको गतिमा बाहिर निस्किएको भनेको छ। कतिमा यो इम्पोर्टेन्ट, आजको इम्पोर्टेन्ट कुन हो, यसको कुन प्रकारको, यो चाहिँ कुन हो, सुपर म्यासिभ ब्ल्याक होल हो है। यो प्रकार चाहिँ तपाईँले टिपोट गरेर राख्नु होला। बाँकी चाहिँ यसमा मैले इम्पोर्टेन्ट देख्दैन। त्यसो हुँदा तपाईँले के कुरा पढ्ने चाहिँ थाहा पाइराख्नुपर्ने हुन्छ है। नम्बर 9 मा दिएको छ एसिसी U19 एसिया कप 2025 को उपाधि राष्ट्र कुन हो भनेको चाहिँ पाकिस्तान रहेको छ। पाकिस्तानले नराम्रोसँग इन्डियालाई हराएको यो पहिलो पटक देखिन्छ हैन। उपविजेता चाहिँ भारत रहेको थियो है। अनि सञ्चालन मिति 2025 डिसेम्बर 12 देखि 21 सम्म। आयोजक राष्ट्र चाहिँ युए रहेको थियो, सहभागी राष्ट्र 8 रहेको थियो। यसमा चाहिँ भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश रहेका थिए है। सेमिफाइनल पुग्ने सर्वाधिक रन बनाउनु चाहिँ समीर मिनास, जो चाहिँ पाकिस्तानको 471 रन बनाए। अनि सर्वाधिक विकेट लिने चाहिँ फेरि भारतका भएको छन्, जुन चाहिँ दिपेश देवेन्द्रन रहेका छन्, जसले चाहिँ 14 विकेट लिएका थिए है यो खेलमा। अब प्लेयर अफ दि टुर्नामेन्ट भनेर चाहिँ सेम भइहाल्यो। अब सर्वाधिक रन बनाउने व्यक्ति भएका छन् समीर मिनास, पाकिस्तानमा भएका छन्। अनि प्लेयर अफ दि म्याच, अब यो म्यान अफ दि म्याच चाहिँ लास्टमा पनि उनी नै भएका थिए, समीर मिनास। तपाईँलाई पढ्न सजिलो छ है। प्लेयर अफ दि टुर्नामेन्ट र त्यसको म्यान अफ द फाइनलको म्यान अफ द म्याच पनि उनी नै भएका थिए है। नम्बर 10 मा, हुन त दुनियाँ दुःखले भरिएको छ, तर यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ भन्ने भनाइ कसको हो भनेको छ। यसको सही उत्तर चाहिँ हेलेन केलर हो है। हेलेन केलरको भनाइ तपाईँले थाहा पाउनुभएको, फेमस व्यक्ति हेलेन केलर। नम्बर 11 मा, कानुनले तोके बाहेकका कागजातमा हुलाक टिकट टाँस्नै पर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको भनेको छ। अब जहाँ पाए त्यही हामीले यो टिकट टाँस्नुस्, टिकट किनेर टाँस्नुस् भन्ने थियो नि त पहिले हैन, केही भएको। यो चाहिँ विक्रम सम्वत 2082 मङ्सिर 29 गते हुलाक टिकट टाँस्नै पर्ने व्यवस्था हटाएको छ है। यो चाहिँ अब तपाईँले पढ्नु हेर्नुहोस् त। प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य टाँस गर्नुपर्ने प्रचलन हटाउने निर्णय भएको भनेको छ। नम्बर 12 मा, राष्ट्र ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगम IFC बीच जलवायु वित्त के छ, जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारीमा कहिले हस्ताक्षर भएको भनेको चाहिँ हस्ताक्षर मिति थाहा पाउने। यो चाहिँ 82 को मङ्सिर 29 गते। दुईटा सेम डेट हेर्नुहोस्। एउटा के भएको छ 29 मा, कानुनले एउटा कागजी, दुईटा सँगसँगै तपाईँले त्यसो हुँदा यो समस्यामा टिप्नुहुन्छ। हुलाक टिकट टाँस्नै पर्ने बाध्य नहुने पनि 29 गते भएको छ। अर्को चाहिँ 29 गते चाहिँ यो राष्ट्र ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगम बीच हस्ताक्षर भएको डेट पनि एउटै रहेको छ। तपाईँले यसरी सँगै लिङ्केज गरेर पढ्न सक्नुभयो भने राम्रो हुन्छ है त। अब यो धेरै कुरा तपाईँले पढ्न पर्दैन, यो दुईटाको डेट मात्रै थाहा पाउनु होला। नम्बर 13 मा दिएको छ 16 वर्ष मुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो भनेपछि त अस्ट्रेलिया। तपाईँलाई थाहा भएको छ, अस्तित्व आइरहेको थियो हैन। यो चाहिँ 2025 डिसेम्बर 10 देखि लागू गरेको छ। तपाईँले यो कुन देश हो भनेर सोध्न सक्छ डेट भन्दा है। नम्बर 14 मा, विश्व ध्यान दिवस कहिले मनाइन्छ भनेको यो डिसेम्बर 21 का दिन मनाइन्छ है। 21 थाहा पाउनु होला। अनि सन् 2025 मा दोस्रो हो। यसको नारा चाहिँ थाहा पाइराख्नु होला, इनर पिस, आउटर पिस, वर्ल्ड पिस। हेर्नु त, पहिला इनर पिस, भित्र पिस भयो भने बाहिर पिस हुन्छ, बाहिर पिस भयो भने भित्र सबै देश विश्व पिस शान्त हुन्छ भन्ने कुरा छ। विश्व शान्ति ठ्याक्क सद्भावका लागि शान्ति चाहिँ नेपाली आदर्श वाक्य रहेको थियो। 2024 डिसेम्बर 7 तारिकमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर 21 तारिकका दिन आधिकारिक रूपमा चाहिँ विश्व ध्यान दिवस मनाउने मान्यता दिएको थियो भने मनाउने डेट र नारा चाहिँ इन्टरनेसनल नारा पनि थाहा पाउनु कति छ। इनर पिस, पहिला इन्टरनली पिस हुनु पर्यो, अनि आउटर पिस हुन्छ, त्यसपछि वर्ल्ड पिस हुन्छ भनेको छ। भने नेपालीमा चाहिँ विश्व शान्ति र सद्भावका लागि ध्यान भन्ने भएको छ है त। नम्बर 15 मा दिएको छ साफ महिला क्लब फुटबल च्याम्पियनसिप 2025 को उपाधि विजेता टोली कुन हो भनेको छ। यो चाहिँ इस्ट बङ्गलादेश क्लब रहेको छ। उपविजेता एपिएफ नेपाल रहेको छ है त। आयोजन काठमाडौँमा भएको थियो। तपाईँले यदि फुटबल फ्यान हुनुहुन्छ भने यो हेरिराख्नु भएको थियो होला। सहभागी टिम चाहिँ 5 रहेका थिए। इस्ट बङ्गाल क्लब भारत, एपिएफ नेपाल, कराची सिटी एपिएफ पाकिस्तान र नासिस स्पोर्ट एकाडेमी बङ्गलादेश र ट्रान्सपोर्ट युनाइटेड भुटान रहेको थियो। यो विजेता र उपविजेता थाहा पाउनु होला है त।
पुरस्कार राशि कहिले पनि सोध्दैन यस्तो कुरा, त्यही पनि राख्नुहोस्। प्रथम $10,000, द्वितीय $5,000 रहेको थियो। अब इस्ट बङ्गलादेशले फाइनल खेलमा चाहिँ 3-0 ले हराएको थियो है एपिएफलाई। यो चाहिँ थाहा पाउनु पर्यो, यो चाहिँ तपाईँ थाहा पाउनु पर्यो। नम्बर 16 मा दिएको छ टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनिन्छ भनेको छ। यो चाहिँ VoIP है, भोइस ओभर इन्टरनेट प्रोटोकल भनिन्छ है त। नम्बर 17 मा दिएको छ विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ भनेको छ। यो चाहिँ डिसेम्बर 10 है। डिसेम्बर 10 मा के मनाइन्छ तपाईलाई थाहा छँदैछ, मानव अधिकार दिवस मनाइन्छ। सन् 2025 को नारा चाहिँ सोधिरहेको हुन्छ है, ह्युमन राइट्स आवर एभ्रीडे इसेन्सियल्स भन्छ है, एसेन्सियल्स भनेर भनेको छ। ह्युमन राइट आवर एभ्रीडे एसेन्सियल्स, यो चाहिँ नारा टिपेर राख्नु होला। अब यो संयुक्त राष्ट्र सङ्घको आधिकारिक घोषणापत्र 1948 डिसेम्बर 10 मा जारी भएको दिन चाहिँ यो के गरिन्छ, यो सम्झनामा यो दिवस मनाउन थालिएको भने हुन्छ। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। भिडियो कस्तो लाग्यो सबैजनाले कमेन्ट पनि गर्नु होला।